हेलो एभ्रिवान साथीहरू, हामी चाहिँ होइन आज चाहिँ यसो रुमबाट अलिक बाहिरतिर निस्केको थियौँ र बिहान चाहिँ मौसम यस्तो पुरै घामै लागेको थिएन क्या। अनि बाहिर निस्केको होइन, यस्तो हेर्नु न अहिले चाहिँ यस्तो बबाल 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 घाम लागेको छ र कोरियामा चाहिँ गर्मी सुरु भइसकेछ भनौँ होइन। यहाँ चाहिँ मैले भित्र हाइनेक अनि यो हुडी अनि यो ज्याकेट लाएर आएको, यहाँ बिजो खराब भइसक्यो गर्मी भएर, आम्मामा पसिना चुहेर यहाँ तल पुगिसक्यो भने बिजोकै भयो नि यार। आम्मामा हेर्नु त यहाँ केटाहरू चट्ट यहाँ चाहिँ अब टक्क आराम साराम गरिरहेको छौँ। एकछिन चाहिँ यहाँ अब धेरै पछि साइक्लिङ गरेको यो चाक दुखेर आम्मामा खोइ माथितिर जाने कि के गर्ने भन्ने हामी कन्फ्युजमा छौँ। सो देख्न सक्नुहुन्छ हाम्रो साइकल रुट चाहिँ यस्तो छ, हेर्नु न। नेपालको हाइवे जत्रो चाहिँ साइकल रुट छ है, देख्न सक्नुहुन्छ पुरै यो साइकल रुट। अब चट्ट साइक्लिङ यसरी साइक्लिङ गर्ने, चट्ट रमाइलो गर्ने। मेरो साइकल चाहिँ टट्ट यता राखेको छु। सो एकदम रमाइलो भन्दा रमाइलो भइरहेको छ। सो एकदम मजा आइरहेको छ।